वेलकम एन्ड नमस्कार, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानल मार्केट टक विथ सुरजमा। के प्रमोटर लकिन खुल्न लागेको कम्पनीहरू किन्न हुन्छ या हुँदैन? धेरैजनाको क्वेसन रहेको छ, प्रमोटर लकिन खुल्दैछ, के गर्ने? बेच्ने अथवा होल्ड गर्ने अथवा बाई गर्ने भन्ने है। अब यो विषयमा हामीले विस्तृत रूपमा आज यो भिडियोमा छलफल गर्छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र अबको समयमा अबको नेक्स्ट 3 मन्थमा कुन कुन कम्पनीको प्रमोटर लकिन खुल्दैछ। खास गरेर प्रमोटर लकिन हेर्नुपर्ने भनेको हामीले म्यानुफ्याक्चर सेक्टर र हाइड्रो सेक्टरमा हो, किनभने तिनीहरूको चाहिँ प्रमोटर कन्टिन्यू डाइरेक्ट पब्लिकमा कन्भर्ट हुने हुँदाखेरि चाहिँ त्यसमा चाहिँ धेरै रिस्क रहन्छ। ल सुरु गरौँ ढिला नगरिकन। अब नेक्स्ट केही दिनहरूदेखि प्रमोटर लकिन खुल्न लागेका स्टकहरू, जसमा चाहिँ सबभन्दा पहिलामा चाहिँ एसएमएच परेको छ। एसएमएच ल एसएमएच हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ सुपरमादी हाइड्रो पावर। सुपरमादी हाइड्रो पावरको चाहिँ 3 दिन नमजाले फसायो, किनभने यहाँनिर 700बाट चाहिँ सर्किट लगाएर लगभग 1125 को नजिक पुर्याएर त्यसपछि अहिले 825 झन्डै 300-400 रुपियाँ लस भइसकेको छ यहाँदेखि आएको कम्पनीहरू है। र यसको चाहिँ किन घटेको भन्दा प्रमोटर लकिन खुलिरहेको छ। प्रमोटर लकिन कहिले खुल्दैछ? 2026 फरवरी, यानि कि यही महिना। आज 14 तारिकको भिडियो बनेर 2026 को फरवरी 16 भनेको 2 दिनपछि है। ल 2 दिनपछि 16 तारिकमा चाहिँ प्रमोटर लकिन खुलिरहेको छ। सोमबारदेखि प्रमोटर लकिन खुलिरहेको छ, त्यही भएर यस्तो घटिरहेको छ। अब यो कम्पनी के गर्ने भनेको, अब यो कम्पनी बाई गर्नु हुँदैन अहिलेको लागि चाहिँ। कम्तीमा पनि प्रमोटर लकिन खुलेको 1 महिनासम्म चाहिँ बाई गर्दा रिस्क हुन्छ है। यो कम्पनी घटेर आउने भने फेरि अब जम्मा 5 लाख किता उसको पब्लिक सेयर थियो, 42 लाख किता प्रमोटरको सेलिङ आउन बाँकी छ, त्यही भएर चाहिँ यसमा होसियार हुनु। अब अर्को त्यसपछि नजिकै प्रमोटर लक खुल्न लागेको भनेको चाहिँ हाम्रो टिबिसिएल छ है। टिबिसिएल को हेर्ने भने टिबिसिएल त्रिशुली जलविद्युत आयोजना कम्पनी। ल टिबिसिएल हेर्नु यस्तो बढिसकेको छ। अब यो कम्पनीमा के गर्ने? यो कम्पनी पनि अब प्रफिट बुक गर्ने बेला भएको छ, किनभने यसको प्रमोटर लकिन खुल्न जम्मा अब आज 14 तारिक, 14 दिन मात्र बाँकी छ। अब यसको प्रमोटर लकिन हेर्ने भनेपछि जम्मा 25 लाख किता पब्लिक सेयर थियो र 1,43,00,000 किता चाहिँ यसको प्रमोटर सेयर छ। अब 1,43,00,000 किता प्रमोटर सेयर छ भने अब यसको सप्लाई आउने हो भने यो लगभग यो रेन्जभन्दा तल जान सक्छ। पहिले 400 देखि बढेर यहाँ माथि गएको हो। यो भनेको यिनीहरूले चाहिँ प्रमोटरहरूले केही चलखेल गरेर माथि पुर्याएको हुनसक्छ है। अब यस्तो कम्पनीमा पनि फस्नु चाहिँ त्यति राम्रो हुँदैन जस्तो लाग्छ मलाई, किनभने अब यहाँबाट सेलिङ आउने हो भने नमजाले फस्न सकिन्छ। यदि कसैले तल्लो रेन्जमा किन्नु भएको थियो भने यसमा चाहिँ प्रफिट बुक गर्दा हुन्छ जस्तो मलाई लाग्छ है, किनभने यस्तो अवस्थामा अरू कम्पनीहरूले चाहिँ प्राय रिस्क बुक गर्छन् है। अब यहाँ हेर्नु चाहिँ एएचएल हेरौँ, त्यसपछि एसियन हाइड्रो कम्पनी लिमिटेड है। ल एसियन हाइड्रो पावर लिमिटेड हेर्दाखेरि चाहिँ ल एसियन हाइड्रो पावरमा चाहिँ प्रमोटर लकिन खुल्ने कुराले अलरेडी प्राइस डिस्काउन्टेड गरिसकेको छ। यो कम्पनी यहाँदेखि चाहिँ 880 भन्दा तल आएर चाहिँ कारोबार हुँदै अहिले चाहिँ 550 सम्म पुगिसकेको छ। यसको पनि हेर्ने भने फरवरी 25 2026 को दिनमा चाहिँ प्रमोटर लकिन खुल्दैछ। 8 लाख किता मात्रै पब्लिक सेयर भएको र अबको दिनमा चाहिँ 22 लाख किता चाहिँ यसको प्रमोटर लकिन आउन बाँकी छ। फन्डामेन्टल हेर्नु भने ठिकै छ, इपिएस पोजिटिभ नै छ, बुक भ्यालु पनि 90 छ भने ठिक छ। तर अब यो पनि बाई गर्नको लागि चाहिँ मोर रिस्की हुनसक्छ। अब प्रमोटर लकिन खुल्ने भन्दा 1-2-4 दिन अगाडि चाहिँ प्रमोटरले थोरै बढाइदिन पनि सक्छ, त्यसमा चाहिँ नफस्नु होला भनेर जानकारी दिन चाहे है। अब अर्को कम्पनी हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ तामोर। ल तामोरको चाहिँ तामोर मिडल छानीमा। ल तामोरको हेर्ने भने ल प्रमोटर लकिन खुल्नुभन्दा अगाडि यस्तो घटिरहेको छ। धेरैजना साथीहरूलाई लाग्ला कि अब यो धेरै घटिसकेको छ, यहाँ झन्डै अब 500बाट चाहिँ 400 भन्दा तल आइसकेको छ, 570-80बाट अब चाहिँ किन्नुपर्छ भन्ने जस्तो लाग्ला। तर यसरी डाउन ट्रेन्डमा भइरहेको कम्पनी चाहिँ कन्टिन्यू लोवर हायर लो बनाइरहेको अवस्थामा यो कम्पनीमा पनि एकदम रिस्क हुनसक्छ है। र त्यसपछि अर्को हेरौँ, त्यसपछि प्रमोटर लकिन खुल्न लागेको चाहिँ एसएमजेसी। ल एसएमजेसी सगरमाथा जलविद्युत कम्पनी लिमिटेड। ल अर्को हेर्न सक्नुहुन्छ बीडीसी भूगोल एनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड है। बीडीसी पनि एकदम घटिसकेको छ। प्रमोटर लकिन खुल्नुभन्दा अगाडि धेरै घटिसकेको छ यो पनि। अब यसको प्रमोटरको लकिन चाहिँ 2026 जुन यो रिसेन्ट इयर छ, अप्रिलको 15मा चाहिँ यसको प्रमोटर लकिन खुल्दैछ। अब यसको हेर्न सक्नुहुन्छ भने जम्मा 15 लाख किता मात्रै यसको पब्लिक सेयर हो, प्रमोटरको 38 लाख किता आउन बाँकी नै छ। अब यसलाई पनि नयाँ बाईको लागि चाहिँ रिस्की हुन्छ थोरै। अब यसलाई चाहिँ
यदि 500 को सपोर्टतिरबाट केही बढ्न खोज्छ भने यसलाई अलि रिस्क लिन चाहिँ सक्नुहुन्छ। अरूभन्दा चाहिँ थोरै कम रिस्क छ, किनभने यसको अझै झन्डै 2 महिना जति बाँकी रहेको हुँदाखेरि चाहिँ यसमा थोरै चाहिँ रिस्क लिन सक्नुहुन्छ, तर धेरै लङ टर्म होल्ड गर्ने हिसाबले चाहिँ लिन हुँदैन यो कम्पनी पनि है। अर्को हेरौँ हामीले चाहिँ सिटी होटल। ल अर्को सिटी होटल हेर्ने भने सिटी होटलको अवस्था पनि एकदम यसको प्रमोटर लकिन पनि खुल्न आइरहेछ र योभन्दा अगाडि लगभग 900बाट चाहिँ यो कम्पनी घटेको हो, किनभने यसको राइट सेयर पछि लिस्टेड भएको थियो है। राइट सेयर लिस्टेड भए उसको राइट सेयरको बुक क्लोज पछि घटेको थियो, त्यसपछि कन्टिन्यू घटेर आएको छ। यसको अब अप्रिलको 24 झन्डै अबको 1.5-2 महिनापछि यसको प्रमोटर लकिन खुलिरहेको छ। अब यसको पनि हेर्ने हो भने चाहिँ जम्मा 30 लाख किता पब्लिक सेयर थियो है, 30 लाख किता पब्लिक सेयर थियो। अब 2 करोड 71 लाख चाहिँ प्रमोटरको लकिन खुल्दैछ। यसमा पनि होसियार हुनु होला र फन्डामेन्टल पनि खासै त्यति राम्रो नभएको हुँदा यसमा चाहिँ अहिले नयाँ बाईको लागि चाहिँ त्यति राम्रो हुँदैन। तर पनि यद्यपि अब 450 को सपोर्टतिर आएर केही बढ्न खोज्छ भने रिस्क लिन सकिन्छ, नत्र चाहिँ अब होसियार चाहिँ हुनुलाई एकदम टाइट स्टप लस लगाएर मात्रै जान सकिन्छ यसमा चाहिँ है। त्यसपछि अर्को हेर्ने छ हामीले डोल्टी, DOLTY, डोल्टी हो। ल डोल्टीमा पनि हेर्न सक्नुहुन्छ। डोल्टी पनि अब धेरै घटिसकेको छ, डोल्टी पनि होइन, कन्टिन्यू घटिरहेको थियो। यो रेन्जदेखि लगभग तपाईँको 1000 भन्दा माथिदेखि घटेको 50% भन्दा डाउन आइसकेको छ। प्रमोटर अब EPS पोजिटिभ नै छ। बुक भ्यालु हेर्ने भने 61 छ है, बुक भ्यालु धेरै कम छ यसको, 61 छ। र 16 लाख किता यसको पब्लिक सेयर थियो, पब्लिक र लोकल मिलाएर, अनि 37 लाख चाहिँ यसको प्रमोटर सेयर छ। यसमा पनि अब चाहिँ होसियार हुनु होला है, किनभने यो चाहिँ नयाँ बाईको लागि अलि रिस्की हुनसक्छ। यद्यपि चाहिँ फन्डामेन्टल ठिकै भएको कम्पनी हो, तर 500 भन्दा मुनि आएछ भने चाहिँ एउटा सपोर्टको एरियामा थोरै रिस्क चाहिँ लिन सक्नुहुन्छ यसमा चाहिँ है। तर एकदम हाई एक्सपेक्टेसन राखेर ल धेरै माथि नै जाला अथवा होल्ड गर्छु भन्ने तरिकाले चाहिँ नबस्नु होला यस्तो कम्पनीमा। अर्को हेर्न सक्नुहुन्छ, अर्को कम्पनी रहेको छ IHL, इङ्गोवा हाइड्रो लिमिटेड। इङ्गोवा हाइड्रो लिमिटेड पनि कन्टिन्यू डाउन ट्रेन्डमा छ अहिले है। अब यसको पनि प्रमोटर लकिन खुल्न मे 9, 2026 मा प्रमोटर लकिन खुल्दैछ र 14,40,000 किता मात्रै पब्लिक सेयर थियो र 42 लाख चाहिँ यसको प्रमोटर लकिन खुल्न आउँदैछ। अहिले धेरै घटिसकेको छ यो पनि। IHL हेर्न सक्नुहुन्छ। यस्तो तरिकाले चाहिँ लगभग 900 देखि झन्डै आधामा पुगिसकेको छ। अब एउटा सपोर्ट लिन चाहिँ खोजिरहेको छ, तर पनि यसले चाहिँ यहाँनिर एउटा ट्रेन्ड रिभर्सलको सङ्केत दिएको थियो। हायर हाई र लोवर हाईको श्रृङ्खला तोडेर चाहिँ लोवर लो र हायर लो बनाउँदै तल्लो रेन्जमा आइरहेछ। यस्तो कम्पनीमा चाहिँ अहिले चाहिँ रिस्क हुन्छ। हायर के अरे लोवर लो र लोवर हाईको श्रृङ्खला नतोडिएसम्म चाहिँ, ट्रेन्ड रिभर्सलको सङ्केत नदिएसम्म चाहिँ यसमा चाहिँ अहिले त्यति राम्रो चाहिँ छैन, किनभने यसको ट्रेन्ड चाहिँ अहिले डाउन ट्रेन्डमा छ। यो अवस्थामा डाउन ट्रेन्डमा भएको हुँदाखेरि चाहिँ मोर रिस्की हुनसक्छ भनेर चाहिँ यसमा चाहिँ अलि जानलाई विचार गर्नु होला भन्न चाहन्छु। त्यसपछि हेर्न सक्नुहुन्छ मकर है। ल मकर जलविद्युत आयोजना कम्पनी लिमिटेडले चाहिँ अब यस्तो साइडवेज गइसकेको छ जान त यो यसको प्रमोटर लकिन खुल्न अब झन्डै 1.5 महिना मात्रै बाँकी छ है, त्यति धेरै बाँकी छैन। र 22 लाख किता पब्लिक सेयर हो र 53 लाख चाहिँ प्रमोटर लकिन आउँदैछ। बुक भ्यालु राम्रो छ, EPS पोजिटिभ, डिस्ट्रिब्युसन पोजिटिभ, सबै कुरा यसको चाहिँ राम्रो छ। यदि यो 500 को सपोर्टतिर आउँछ भने अथवा 520-22 तिर आउँछ भने यसलाई चाहिँ एकछिनको लागि चाहिँ हेर्न सकिने जोनमा चाहिँ छ। एउटा सानो स्विङको आश चाहिँ यसमा गर्न सकिन्छ, अरूभन्दा पनि एउटा सानो स्विङको आश चाहिँ यसमा गर्न सक्नुहुन्छ है। अब अर्को हेर MCHL रहेको छ मनीच्याम हाइड्रो। यो पनि कन्टिन्यू धेरै तल आइसकेको थियो, 600 भन्दा माथि गएर आएको तल्लो रेन्जमा। अहिले लगभग 420-22 को बेरिफेरीमा घुमिरहेको छ। यसको हेर्ने हो भने चाहिँ अप्रिल 25, 2026 मा चाहिँ प्रमोटर लकिन खुल्दैछ। अब यसको चाहिँ जम्मा 10 लाख किता मात्रै पब्लिक सेयर हो, 10 लाख किता मात्रै पब्लिक सेयर हो, 37 लाख यसको प्रमोटर सेयर रहेको छ। र EPS चाहिँ यसको क्रिटिकल कन्डिसन छ, बुक भ्यालु एकदम न्यून छ, जम्मा 14 मात्र छ। तर पब्लिक सेयर एकदम थोरै हुँदाखेरि यो रेन्जमा सपोर्ट लिएको छ। एकचोटि चाहिँ यसले चाहिँ स्विङ दिन सक्छ है। यसमा चाहिँ अब एउटा स्टप लस लगाएर 400 भन्दा मुनि जान्छ भने चाहिँ स्टप लस लाउँछु भन्ने तरिकाले एकचोटि यसमा चाहिँ थोरै रिस्क लिन चाहिँ सक्नुहुन्छ साथीहरूले है। अब अर्को रहेको छ MEL, मोदी एनर्जी लिमिटेड है। ल मोदी एनर्जी लिमिटेडको पनि प्रमोटर लकिन नजिक आउँदैछ। ल मोदी एनर्जी लिमिटेडको फन्डामेन्टलको कुरा गर्ने हो भने फन्डामेन्टल खासै राम्रो छैन है। अब बुक भ्यालुदेखि लिएर लगायत अरू कुरा त्यस्तो खासै राम्रो छैन। तर अब किता जम्मा 42 लाख किता यसको पब्लिक सेयर थियो, 42 लाख किता पब्लिक सेयर र 10-11 लाख जति चाहिँ लोकलको सेयर, अनि र 2 करोड 17 लाख किता चाहिँ यसको
प्रमोटरको सेयर रहेको छ। यसको पनि प्रमोटर लगइन खुल्नुभन्दा अगाडि चाहिँ एउटा स्विङ चाहिँ आउन सक्ने अवस्था देखाएको छ, किनभने एउटा ट्रेन्ड रिभर्सलको सङ्केत दिएको छ। एउटा स्विङ चाहिँ आउन सक्छ, यसमा पनि थोरै स्टप लस लगाएर चाहिँ जान सकिने अवस्था देखिएको छ है। यद्यपि यो चाहिँ अब बाई र सेलको लागि रिकमेन्डेसन चाहिँ होइन। ल अर्को हेर एमएचसिएल है, एमएचसिएल। ल एमएचसिएल हेर्ने हो भने एमएचसिएल पनि धेरै घटिसकेको छ। ल प्रायः कम्पनीहरूमा चाहिँ प्रमोटर लगइन खुल्नुभन्दा 2-3 महिना अगाडिदेखि नै घट्न थालिसकेको हुन्छ, किनभने खेलाडीलाई एक्जिट हुनको लागि कम्तीमा पनि 4-5 महिनाको समय लाग्छ। 2-4वटा स्विङ नल्याउने निस्किन सक्दैन। त्यही भएर चाहिँ हामीले प्रमोटर लगइन नजिक आएको कम्पनीमा चाहिँ होसियार हुनुहोस् भनेर चाहिँ मैले भन्न खोजेको र यो अवेरनेसको लागि बनाएको भिडियो है। ल यसको चाहिँ हेर्नु 26 लाख किता मात्रै पब्लिक सेयर हो र 44 लाख चाहिँ प्रमोटरको आउन बाँकी छ। र यसको अब मार्च, जनवरी, फरवरी हो, मार्चमा चाहिँ अब नेक्स्ट मन्थ केही नजिकै तपाईँको लगभग 15-20 दिन प्रमोटर लगइन खुल्दैछ है। त्योभन्दा एउटा स्विङ आयो भने ठिक छ, नभए चाहिँ यसबाट एक्जिट हुनुपर्ने बेला हुनसक्छ भनेर चाहिँ मैले यसरी जानकारी गराउँछ। किनभने इपिएस पोजिटिभ छ, तर अब प्रमोटर लगइनको चाहिँ हाई सप्लाई आउँदैछ, त्यही भएर चाहिँ अलि विचार गर्नुहोस् है। अब अर्को अन्तिममा एउटा डोल्टी सायद छुट्यो क्या है, डोल्टी थियो एउटा, डोल्टी। ल डोल्टी पावर पनि थियो एउटा। ल डोल्टी पावरको पनि यस्तो तरिकामा आइसकेको छ। यसलाई पनि थोरै अब यो चाहिँ हेरिसक्यो हुन त है 500 को बेरी फेरीमा चाहिँ सपोर्टमा आउँछ भने थोरै रिस्क लिन सकिन्छ। र अब यो यहाँ चाहिँ मैले अब 13-14वटा कम्पनी जुन चाहिँ प्रमोटर लगइन खुल्न चाहिँ अबको केही समय मात्र बाँकी छ, तिनीहरूको बारेमा यहाँ भिडियो राखेको छ। भिडियो कस्तो लाग्यो तपाईँले आफ्नो प्रतिक्रिया चाहिँ कमेन्टमा छोड्न सक्नुहुन्छ। जस्तो लाग्यो त्यस्तै चाहिँ प्रतिक्रिया दिनु होला। र यो भिडियो चाहिँ कुनै पनि बाई सेलको लागि रिकमेन्डेसन चाहिँ होइन। तपाईँले चाहिँ आफ्नो तरिकाले चाहिँ बाई सेलको लागि डिसिसन लिन एकदम स्वतन्त्र हुन्छ। लास्टमा चाहिँ मार्जिन कारोबारले गर्दाखेरि बजारमा केही न केही पोजिटिभ केही नेगेटिभ प्रभाव देखिन सक्छ है। अहिलेको अवस्थामा राम्रो फन्डामेन्टल र एकुमुलेट भएको कम्पनीहरू छान्नुहोस्। र अब एकुमुलेट भएको कम्पनीहरू कसरी छान्ने भन्ने विषयमा एउटा अर्को भिडियो चाहिँ आज या भोलिसम्म मैले पब्लिस गर्नेछु। र बेलुकीको समयमा जहिले लाइभ आइरहन्छ, लाइभमा जोइन भएर पनि आफ्नो जिज्ञासा तथा प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ है। अब यो कम्पनीहरू चाहिँ धेरै जस्तो कम्पनीहरूको चाहिँ लगभग प्रमोटर लगइन खुल्ने बेला 1-2 दिन चाहिँ केही प्रमोटरहरूले चलाएर माथि पुर्याइदिँदाखेरि चाहिँ बाई गर्न चाहिँ अलि हतार नगर्नु होला। धेरैजना साथीहरूले चाहिँ एसएमएचमा अथवा केडिएल जस्तो कम्पनीहरूमा फस्न, किन केडिएल हेर्ने हो भने ल प्रमोटर लगइन खुलेको दिनपछि चाहिँ उनीहरूले 3 दिन लगातार पोजिटिभ सर्किट लगाए, अहिले चाहिँ नरम तरिकाले फसाइदिएको छन्। यस्तो अवस्था चाहिँ नआउला भन्न सकिँदैन अरू प्रमोटर लगइन खुलेको कम्पनीहरूमा पनि। त्यही भएर चाहिँ अब यस्तो तरिकाको प्रमोटर लगइन नजिक आइसकेका कम्पनीहरूमा चाहिँ होसियार हुनु होला भनेर चाहिँ मैले यो भिडियो बनाइदिएको। भिडियो कस्तो लाग्यो तपाईँको प्रतिक्रिया छोडिदिनु होला, भिडियोलाई सेयर पनि गरिदिनु होला साथीमाझ, र यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भन्दै अहिलेको भिडियोबाट बिदा हुन्छु। धन्यवाद।